Good morning Bangkok. So this is our day 2. यो चाहिँ हाम्रो होटल बसेको होटल राम्रै रहेछ, नट ब्याड हैन। अनि अब यहाँ हाम्रो आजको बेङ्ककको घुमाइ सुरु हुन्छ। सो यहाँ धेरै स्क्याम हुँदो रहेछ, त्यही भएर अलिकति बचेर चाहिँ हिँड्नु पर्दो रहेछ। ट्याक्सीहरूले ल्यास्टै लुट्दो रहेछ। त्यही भएर यहाँ ग्र्याब भन्ने एप हुँदो रहेछ, ग्र्याब भन्ने। अनि त्यसपछि त्यहाँबाट मान्छे बोलाउनु मिल्दो रहेछ, ठ्याक्क उबर जस्तै रहेछ। त्यसले के मेसेज पठायो भने आइरह, अब यहाँ केमा पठायो बुझ्दै बुझ्दिन के हो। यहाँ आउँछ अनि यहाँबाट हामी बेङ्ककको सिटीतिर जान्छौँ। त्यहाँ चाहिँ मोस्ट टाइम के भन्छ त्यो टेम्पलहरू धेरै जस्तो हुँदो रहेछ। लाइक उता पनि छ टेम्पल, फेरि त्यस्तो टेम्पलहरू जस्तो सबै धेरै जस्तो टेम्पलहरू हुँदो रहेछ। सो हाम्रो आजको चाहिँ प्लान चाहिँ त्यही नै जाने। के मेसेज पठायो यार, बुझ्दिनँ नि त म त यार। यसले हेर न, यहाँ नमस्ते गरेर पठायो, भाषै बुझ्दिनँ। ट्रान्सलेसन हुँदो रहेछ नि त। आई कान्ट गो रे, ल म्याटो नि आई कान्ट गो भनेर पो रिप्लाई गरिदिएँ यार। क्यान्सल गर्दैन त ब्रो, क्यान्सल पनि गरेन। सो अब यहाँको अलिकति झ्याउरी छ यो ट्राभल गर्नलाई चाहिँ। अब हामी अलिकति टाढै बसे भएर अलिकति उ भयो। तर हामी अब जान्छौँ, अर्को खोज्छौँ। यसले गरेन, अर्को खोज्छौँ। अनि त्यसपछि यहाँको सुन्दरता देखाउने छु म। 120 किलोमिटर पर आवरको मोटर वेमा हिँड्यो। यो चाहिँ टोल वे रहेछ, पैसा दिनुपर्ने रहेछ। ठ्याक्क मुभीहरूमा देखा जस्तो खालको रहेछ क्या टोल वे। ठ्याक्क क्यास दियो, गऱ्यो, पास लियो अनि भित्र छिर्यो। साइडमा घर छ, साइडमै फ्लाइओभर छ। सही लाग्यो चाहिँ। हाम्रो घरकोमा नि यस्तै यस्तै बनाउनु लाग्यो क्या, यस्तै बनाए त हुन्थ्यो, राम्रो हुन्थ्यो। यही साइडमा घर छ। अब यही फ्लाइओभर टक्क लगाएर चलिरहेको होला अरे। वाउ, के आयो त्यो पुल आयो, पुल सुनको पुल आयो, सुनको। सो हामी वाट अरुण आइपुग्यौँ। 200 भाट रहेछ इन्ट्री। अब सुन्न त धेरै सुनेको यसको बारेमा। यता रहेछ, यहाँ त्यो रहेछ। हो त्यहाँ हो हामी जाने चाहिँ। एकजना यहाँ धेरै एक्साइटेड देखाएको छु मैले। थाइल्यान्ड आउनुको मेन रिजन नै मन्दिर घुम्न हो गाइस। अरू के यहाँबाट अब हामी अर्को ठाउँमा पनि जानेछौँ। 2-3टा मन्दिर आज नै भ्याउनु पर्छ होइन। यो है मन्दिर चाहिँ। यसलाई चाहिँ वाट अरुण भन्दो रहेछ, वाट अरुण। सो यस्तै यस्तै क्लासिकहरूको के भन्छ, वाट अलुन के भन्छ फेरि भनेर थाई भाषामा वाट अलुन भन्दो रहेछ क्या। सो यहाँ चाहिँ यो मेन यस्तै खालको अरू पनि छ। एउटा एन्सियन्ट टेम्पल भन्छ, हामी पनि सायद मिलेसम्म आज जान्छौँ हामी त्यता पनि। अनि यो मेन चाहिँ हो, यसको के भन्छ अरे यसलाई, डिटेल के डिटेल बब्बाल देखिरहेको। कता जुत्ता खोल्नुपर्छ भन्ने सुनेको थिएँ त, खै त। यो रहेछ इन्ट्रान्स, सरी छिर्यो। सो यो चाहिँ वाट अरुण, वाट अलुन। अब हामी यसको सर घुम्छौँ। हेर्दाखेरि त राम्रो छ। गर्मी चाहिँ कडा छ है साथी, गर्मी कडा छ। यहाँ फोटोसोटो खिच्ने व्यवस्था नै हुँदो रहेछ यहाँनिर, मान्छेहरूले खिच्दो रहेछ, पैसा लिँदो रहेछ। तर हाम्रो आफ्नै क्यामेरा छ, हामी आफै खिच्छौँ होइन। ल
यत्तिकै खिचेपछि त नि के चाहियो त नि मरत देखिन्छ त नि दामी लाग्यो चाहिँ मलाई यसको स्ट्रक्चर दामी लाग्यो मेन कुरा स्ट्रक्चरहरू सही राम्रोसँग बनाएको छ हामी वाट अलोन सुन्दैछौँ त्यस्तो छ यहाँ फोटोग्राफी टन्नै चलिरहेको हिँड्न नि गाह्रो रहेछ अलिकति भर्याङ रहेछ मेन कुरा यहाँ गाह्रो भयो साथी हो कत्रो खालको सिटीकै यस्तै हो छ मेन चाहिँ स्कल्पचर चाहिँ यो हो यो माथि चढ्न चाहिँ नदिनु रहेछ ओ यो चढ्न पायो म आउँथेँ त होइन जति चढेर सुई चाहिँ यही रहेछ होइन विशेषता राम्रो छ है मन पर्छ फोटोहरू पनि एकदम बबाल यो ठ्याक्क कसरी बनाएर चाहिँ राम्रो राम्रो बना साथीको दरो फोटो खिचे मेरो नि खिचे सबै यो साइड साइडमा चाडा दिएको छ होइन यस्तो चाडा रहेछ एउटा ऊ त्यो रहेछ अनि त्यसपछि यो ससर गएर यहाँनिर बनाएर चाहिँ राम्रो यो चाहिँ मलाई एकदमै आर्टहरू चाहिँ एकदमै मन पऱ्यो कि ल यहाँ हेर न यो वाउ यस्तो यस्तै हुँदै ऊ माथिसम्म त्यहाँसम्म जानु पाए त मजा आउँथ्यो तर नपाउने रहेछ स्टिल लाइक एकदमै बब्बाल छ बब्बाल सो हामी यही अलिअलि घुम्छौँ अनि त्यसपछि बाँकी घुम्छौँ अब यो हामी वान डे पास लिएर यो यसमा ढुङ्गामा आनन्दले पुरै ट्राभल गर्छौँ यहाँनिर सबै ल अब हामी यो चढ्दैछौँ ल साथी देखाउ त के हो भन त सो हामीले चाहिँ वान डे पास ल्याएको छौँ 150 भाटमा लाइक अप एन्ड डाउन टन्नै ठाउँहरू लाइक स्लिपिङ बुद्ध प्लस एन्सियन्ट मार्केटहरू सबैजना मिल्ने दिनभरिमा जति पनि डुल्न पाउने सो हामी यस्तो टपमा बस्छौँ टपमा बसेर वाट अरोनलाई हामी छोडेर आयौँ टन्नै ढुङ्गाहरू बोटहरू सो जुन पनि चढ्न पायो अनि यहाँबाट सबै हामी वा लुकेर सब हिँड्न पायो यहाँ दिनभरि है फेरि 150 भाटमा दिनभरि जान पायो ल यो जस्तो राम्रो के हो त नि ढुङ्गामा रे पनि बोटमा कस्तो लागिरहेको छ त एकदम दामी लागिरहेछ दिस इज वाट आई वान्टेड एन्ड मेरो एक्सपेक्टेसन यही थियो ब्याङ्ककमा स्ट्रेसहरू सबै रिलिफ भएर आनन्दले हिँडे जस्तो रमाइलो भइरहेको होइन सो हामी यसरी नै फ्लोटिङ मार्केट भन्दा मलाई यही ठिक लाग्यो फ्लोटिङ मार्केटमा चाहिँ अलिकति स्क्याम हुन्छ अरे भनेर सुनेको थिएँ तर यो चाहिँ बेस्ट छ ल हेर दामी भ्यू छ म पनि छु यहाँ यस्तो छ पछाडि दिस इज वाट वी कल ग्रेट टाइम टु रोम अराउन्ड बेबी सवारीका ब्याङ्कक एन्सियन्ट टेम्पल जस्तो हाम्रो लुम्बिनी छ यस्तो खालको त्यस्तै खालको रहेछ यता नै सो हामी त बोटैमा आनन्दले घुमेर बसि हुन्छ पुरै लाएर आजको दिनभरि यसो नै हिँड्छ हामीสิริราชได้ที่ท่าเรือนี้สำหรับผู้โดยสารที่จะขึ้นท่าเรือนี้กรุณาเตรียมตัวรอบริเวณด้านท้ายเรือ Next pier พรานก N10 นี่นั่นอยู่ข้างไหนที่เกี่ยวกับ วันลังมาร์เก็ตอย่างนี้เหรอต๊ะว่าแม่มีPlease stand by at the exit โปรดใช้ความระมัดระวัง हामी यहाँ जान्छौँ भने खानालाई ओर्लिन्छौँ अब यहाँनिर यहाँ चाहिँ मार्केट आएछ यस्तो मार्केट रहेछ है कहाँनिर हेऱ्यो मैले माथि जुत्ता सुत्ताको मार्केट जस्तो रहेछ अलिकति जुत्तादेखि लिएर यताउति सब छ यता लुगा है मार्केट एरिया आएछ फेरि यहाँ आयो घुमेर कि कहाँ आयो यतातिर छ जस्तो यार Hi, do you know where I can have ATM? Oh yeah. ATM is here. यही रहेछ अब एटिएमबाट हामी पैसा झिक्छौँ हामी करोडपति हौँ
पैसा झिक्छौँ हामीले भात लिएर आएको थिएनौँ तर त्यो भएर यहाँ अब कार घुट्नु पर्ने भयो एटिएमबाट पैसा झिक्न आएको छौँ तर मेन वाइल यहाँको भाइ पनि रमाइलो छ क्या यो माछा हो यो डिफ्रेन्ट आइटमहरू के हो यार बनाइराख आफूलाई त अब खानेकुरा ठाउँ खोज्छौँ खाना खान्छौँ अनि फेरि हामी डुङ्गा चढेर अर्को ठाउँ घुम्न जान्छौँ भाइ भे भयो स्यालेड खाने हो र होइन यस्तो फलफुल खान मन लाग्छ भएको आफूलाई चाहिँ होइन यहाँ कहाँ भेट्छ थाहा छैन यहाँ डिफ्रेन्ट हाई आइटमहरू देखिरह ब्रेड सेड खानेकुरा आएन मजा चिसो जुस फ्रेस जुस खान मन लागिरहेको मलाई चाहिँ तर मैले अहिलेसम्म भेट्न सकेको छैन यहाँ चाहिँ एउटा प्याक गरेर चाहिँ भेट्यो प्याक गरेर त के खान्छ फ्रेस आयो फ्रेस कहाँ त फ्रेस हन्टिङ फर फ्रेस फ्रुट्स लुगा कपडा फाटा पनि रहेछ लुगा किन्ने मात्र आयो यार फ्रेस फुडै कहीँ भेटेन यार यहाँ रहेछ के हो कि होइन अरू नै के रहेछ यहाँनिरต่อไปวัดอรุณผู้โดยสารที่ต้องการไปวัดอรุณราชบริเวณด้านท้ายเรือวัดอรุณ for passengers Oh tuk ride is here let's go सररा हावा फररा नाच्चा पिरी यहाँ whoa man tuk oh my god सही हावा यार लक्की बुद्ध यो ठाउँ पनि जान्छौँ हामी यसमा तर हामी अहिले लक्की बुद्ध भन्नेमा आयौँ अनि यहाँ चाहिँ एकदमै बुद्धहरूको स्ट्याच्यु प्लस महात्माहरूको स्ट्याच्युहरू रहेछ अनि यता चाहिँ मेन बुद्ध अरे बोल्नु हुँदैन क्या यो चाहिँ चर्चहरू जस्तो रे कि बुद्धको चर्च जस्तो रे सो मेन बुद्ध हामीले अघि त्यहाँ खिच्यौँ यो चाहिँ बुद्धहरू वर्सिप गर्ने लाइक मङ्कहरूले वर्सिप गर्ने ठाउँ सो हामी अहिले मार्बल टेम्पल घुम्न आएको छौँ सो लट्स अफ स्ट्याचुज अफ बुद्ध अनि यही घुम्दैछौँ शान्त मोडमा साथी पनि शान्त मोडमा हिँड्दा गर्मी एकदमै भए त्यही पनि हामी घुम्दैछौँ गर्मी चाहिँ अति बवाल गर्मी छ गर्मी त्यस्तै बाँच्छ टुकटुक पावर फुल पावर मन्दिरहरूले बवाल के
बोलाएर खाना आएको छौँ यो फ्राइड नुडल्स विथ चिकन म्याङ्गो लस्सी र चेस अरू पनि मगाएको छौँ त्यो खान्छौँ यो त साँच्चीकै आँपै जस्तो रहेछ है पुरै ठ्याक्कै आँपैबाट ठ्याक्कै अहिले नै ढाँकोटा बनाए जस्तो अर्को मिठो हो हामी अलिअलि डढिसक्यौँ मुख रातो रातो भइरह अब यो खान्छौँ अनि त्यसपछि अर्को ठाउँतिर घुम्न जान्छौँ बल्ल सिटी आस त अलिकति भाइस भयो यहाँको एउटा प्रख्यात सपिङ मल रहेछ आइकोनिजम भन्ने गुच्चीदेखि लिएर सब छ हामीसँग यहाँ अब यहाँ हामी यसो भित्र छिर्छौँ किनकि बाहिर अलिक गर्मी नै थियो तर अहिले शीतल भयो जोस् यो घामको छाया ठ्याक्क बिल्डिङले छोप्यो अनि शीतल भयो अलिकति त्यो अब हामी भित्रतिर छिर्छौँ यसो मलमा के रहेछ कसो रहेछ हेर्छौँ अनि यो ठाउँमा चाहिँ अलिकति भाइब छ जस्तो लाग्यो बेलुका बेलुका भइसक्यो रमाइलो हुन्छ जस्तो लाग्यो एकदम खुल्ला ठाउँ छ म्युजिक पनि बजिरह सो प्रोबेबली बी गुड नाइट टुडे पछाडिको भ्यू पनि बबाल छ ठुल्ठुलो बिल्डिङहरू छ पहिला यहाँभित्र छिर्छौँ अनि त्यसपछि हेर्छौँ के छ भित्र यो चाहिँ थाइल्यान्डको सबसे ठुलो प्लाजा जस्तो छ है यहाँ हरियो परियो पनि छ यहाँ रमाइलो छ हेर्दाखेरि त भाइब छ अलिकति कडै खालको छ त डेकोरेसनहरू यताउति यही छिर्ने हो यसो रुल्ने हो चिसो छ यहाँ चाहिँ भित्र गऱ्यौँ भएको थियो अब अलिक आनन्द आयो अहिले माथि जाने हो के छ हेरौँ न है माथि जाउँ हेरौँ डुलौँ ए हेर के छ भने हामी हेर्दै जान्छौँ यहाँ के छ अब यहाँ माथिको स्था हुन्छ पक्कै उहरू छ होला यी डियोरहरू सबै छ यहाँ हामी सपिङ गर्छौँ अब हामी टन्नै करोड पैसा लिएर आएको छौँ हामी धम्माधम सपिङ गर्छौँ लगेज पनि पुरै खाली छ होइन साथी अलिअलि गफ हान्नु पऱ्यो नि ल ओए ल यहाँ माथि यस्तो रहेछ नि त आइकन रहेछ न नाम त्यही हो त आइकोनिजम भएको छ आइकनसियम ओके माई ब्याड आइकनसियम रे ल ओए भुइँ पनि कस्तो चिल्लो छ यहाँ ए एलभी पनि छ यहाँ ब्याङ्ककको एलभी पनि छिरौँ भनेको तर मलाई अलिकति मेरो ट्रान्जेक्सन भएन मैले एटिएम कार्डै ल्याउन बिर्सिया भएर अलिकति नछिरौँ होला जस्तो लाग्यो धेरै धेरै कुरा रहेछ राम्रो रहेछ यार खर्च गर्नु त हुन्थ्यो तर मसँग यति धेरै लुगा सामान छ कि खर्च गर्ने मन छैन मलाई अहिलेको भएको त कहाँ राखौँ भयो अब कहाँ खर्च गरेर सो यता त यति रहेछ जम्मा तर चाहिँ केही देखि हिँड्दैछ बाहिरको खोला त भित्र प्राडा पनि छ प्राडा पनि छ गभाना पनि छ गभाना टिफनी एन्ड को पनि छ यहीँबाट आयो नि धर्छ हामी होइन यहीँबाट आएन कि होइन नि हो नि यहाँ बाहिर जाने ए होइन हामी उताबाट आयो अघि किनकि चेकिङ ठाउँ यताबाट सकेको थियो बाहिर जस्तो भ्यू यति हो उता गर्दा के भन्छ अब यहाँ मान्छे आएको हेर्ने शीतल खाने बस्ने योभन्दा माथि त उ त्यहाँ उ त्यो केटाहरूको आँखामा यतातिर ह अरू नि के मलहरू या के उहरू छ जस्तो लाग्छ मलाई चाहिँ पक्कै पनि होला है नहुने हुँदैन किनी त के होइन हेर्ने मात्र हो मान्छेहरू त छिर्दा पनि छन् हामी चाहिँ किन्न सक्ने खालको होइन किन्न नसक्ने मान्छे होइन तर छ टन्नै के किन्नु होला यसलाई केही पनि किनिँदैन घुमिन्छ मात्र यसो लगभग ब्याङ्ककको म्याक्सिमम् कुराहरू आज हामी घुम्यौँ र
अलिअलि एउटा एन्सियन्ट टेम्पल भन्ने छ, सायद भोलि घुमिन्छ होला, अलिकति टाढै रहेछ हामी बसेको होटेलबाट। अनि त्यसपछि यहाँको नाइट लाइफ कस्तो छ भनेर हेर्छु म, आज सकेसम्म मिलेसम्म। अनि एउटा रुफटप क्याफे रहेछ जहाँ चाहिँ नाइट भाइब एकदमै लाइक बार क्लब जस्तो खालको रहेछ, त्यहाँ जान्छौँ होला सकेसम्म। अनि त्यही हो, त्यही छ आजको उद्देश्य। त्यतिसम्म मात्र हो आज, धेरै हिँडे, खुट्टा हिँड्ने दुखिसक्यो हिँड्दा हिँड्दा। बोटमा पनि हिँड्यो, टुकटुक पनि चढियो, यहाँ पनि यहाँ चढ्न पर्ने कुराहरू सबै कुरो चढियो। सो यस्तै छ, बेङ्कक यस्तै रहेछ, राम्रै छ, नट ब्याड। अब 2 दिनपछि पुकेट छ, पुकेटलाई चाहिँ म एकदमै एक्साइटेड छु। पुकेटको चाहिँ कस्तो हुने हो थाहा छैन, बट अहिलेलाई वी आर इन्जोइङ, रमाइलो छ। त्यही हिजो मात्र एकछिन अलिकति मुड खराब भएको थियो, आजदेखि त रमाइलो भयो। हरेक ठाउँमा त्यस्तो धेरै खर्च पनि पाएको छैन, सबै कुरा ठिकै छ अहिले त। सो ओभरअल सबै कुरा ठिक छ। र अब यस्तै घुम्ने गर्थौँ, त्यसपछि कहाँ पुग्छौँ देखाउँछु म फेरि। हामी चाहिँ यस्तोमा खानेमा आयो। यो चाहिँ ज्याक फ्रुट, पाइनएप्पल, वाटरमेलन, ड्रागन फ्रुट हुन्छ, खाइदिउँ हो र। यो चाहिँ टेम्पल फेयर भनेर के हो नाम, एक्सपिरियन्स अल थाई ह्याप्पिनेस नि त। सो यहाँ धेरै कुराहरू रहेछ, बस्ने ठाउँहरू रहेछ यताउति। काँचो आँपन छ, ए काँचो आँपन छ, ल काँचो आँपा खाने हो। यो मसला नि छ है, 100 छ सबैजना, सबै कुरा। अरू 150 हो, मिक्स 150 हो। ए अर्को के खाने? अर्को देऊ त। सरी यो खाने चाख्नुहुन्छ, अरू पनि के छ यहाँ। आँपै आँपको भण्डार छ यहाँ, खानेकुराको भण्डार छ। ह्यापनिङ प्लेसेसहरू त दामी, सी फुडहरू छ यहाँ, पुरै ह्यापनिङ प्लेस, दामी लाग्यो। ल साथी कहाँ बसेर खान्छ? हामीले नि यहाँ आँपहरू रोलेको छौँ, कहाँ बसेर खान्छ यार? क्रेजी यहाँ त के हो यार, के को मासु यार, यो त डेन्जर छ त यार, वाइल्ड छ त वाइल्ड। बस्ने ठाउँमै भेटेन यार, यता पनि प्याक छ, यता पनि प्याक। भाइब त रमाइलो छ यार, साउदर्न रिजन नर्दर्न रिजन भन्दैछ। भाइबे भाइबे भाइबे, बस्ने ठाउँमै भेटेन यार। अब एक ठाउँमा बसेर नि खान्छौँ, दामी दामी। ज्याकफ्रुट छ हामीसँग, ज्याकफ्रुट खान्छौँ। आँप काँचो आँप, यो ठाउँमा चाहिँ अलिकति भाइबवाला ठाउँ रहेछ राति भएपछि। यहाँ अब 7 बजेको सो हुन्छ अरे, वाटर सो। सो हामी चाहिँ त्यही हेर्न बसेको छौँ। ठ्याक्क 7 बजेको सो हुन्छ।
वाउ वाउ ขอบคุณค่ะ कसो छ दाइ है to present the next show at 8 p.m. Thank you. अब 8 बजे सुरु हुन्छ फेरि अर्को ตัวเมที एकदमै बवाल लाग्यो अब फेरि 8 बजे सुरु हुन्छ अरे तर हामीले आज हेरे पुग्यो अति बवाल छ त्यो अति बवाल एकदमै खतरा लाग्यो कि पानी कहाँ पुरै भिजे पनि अलिअलि तर बवाल छ बवाल सो यसरी नै हामी रमाइलो गऱ्यौँ अलिअलि पियौँ अलिअलि रमाइलो गऱ्यौँ नाचेपछि अनि अब यस्तो थकित भइयो अब घर जाने अब आई मिन होटल जाने सुत्ने सो आजलाई यति नै भयो रमाइलो भयो आजको दिन चाहिँ एकदमै रमाइलो भयो हिजोको बरु हामी खासै केही गरेनौँ होला होइन तर आजको सायद तपाईँहरूलाई नि हेर्नुभयो भने रमाइलो लाग्छ होला रमाइलो भयो नाच्यौँ अनि ब्याङ्ककको सिटीहरू अलि सिटीहरू अलि एक्सप्लोर गरियो सो ओभरअल सबै कुरा राम्रो लाग्यो थ्याङ्क यू सो ओभरअल सबै कुरा राम्रो भयो अनि आजको दिन एकदमै लाइक मन्दिर गयौँ यताउति गएर सबै कुरा गरेर सकियो सो आजलाई यति नै हुन्छ अब हामी होटल जान्छौँ अनि सुत्छौँ अनि खासै त होइन 10:30 भयो सो हामी अब घरतिर लागेर सुत्छौँ सो आजलाई यति नै थ्याङ्क यू फर वाचिङ एन्ड हेर्दै गर्नु होला भोलि पनि फेरि नयाँ अर्को भ्लग लिएर आउँछु सो आजलाई यति नै गुड नाइट टेक केयर